हेलो हेलो ल सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा हैन। अब आज चाहिँ हामी नयाँ भिडियो लिएर उपस्थित भइसकेका छौँ। मेरो पछाडि देख्न सक्नुहुन्छ साउ अबि साउगा मेरो पछाडि हुनुहुन्छ यता देखाउनु। अब आजको हाम्रो ट्रिप चाहिँ यतैबाट हुनेछ यतैबाट हिँड्नु भने ल पोखराको कताबाट त्यतैबाट भने अब चाहिँ हामी आज सरर पोखरा जाँदैछौँ। छड्दैन एउटै हो के पुगिन्छ यता नि देखाउनु न काका। हाम्रो क्यामेराम्यानमा चाहिँ आज अशोक काका हुनुहुन्छ है गाइस। खै ल्याउनुस् म देखाउँछु सबैलाई म देखाउँछु ल्याउनुस् अरु दादा हुनुहुन्छ यता सङ्गम दादा नमस्कार। अब हामी चाहिँ पोखरा जाँदैछौँ। अब यहाँबाट चाहिँ हामी चाहिँ 5 जना छौँ। म विवास सङ्गम अशोक काका। अब हामी देवदाइलाई त्यस लिन पछाडि जाँदैछौँ। देवदाइलाई चाहिँ हामी कमल विनायकबाट उठाएर यहाँ थचारेर अनि त्यस पछाडि हामी सरर वे टु पोखरा हाम्रो सुरु हुन्छ। ल है त गाइस अहिलेलाई यति नै ल। हामी चाहिँ आइपुग्यौँ कमल विनायक आइपुग्यौँ। यति बेला यति बेला चाहिँ कनेक्ट छ। यति बेला चाहिँ हामी दाइलाई कुरिरहेछौँ। विवासी बाहिर बसेर सङ्गमले फोन गरेर आएको छ पछाडि। सङ्गम से हाई काका से हाई। वा अब हामी दाइ आउनुहुन्छ अनि है त ल्याएर है ढिला गर्ने मान्छे चाहिँ उहाँ है ल्याएर है दाइले अगाडि राखिदिउँ ल्याएर है मोटो मान्छे अगाडि दाइ के अगाडि बस्ने कि पछाडि बस्ने मोटो मान्छे अगाडि पैसा छ हो आउनुहुन्छ काकाहरु ल है चेन्ज गर्नुलाई यहाँ हाल्दिनु न ब्याग पछाडि हाल्दिनु ल्याउनु के हो दाइ कति समय लाग्यो त अनि ओ अब बेगरे दाइ छोराछोरी गाह्रो छ यस्तो हिँड्दाखेरि गाह्रो हुन्छ नि त यस्तो हुन्छ। अब हामी हाम्रो यात्रा सुरु गर्छौँ है त। है मोटो मोटो हो अलि थाहा छैन त्यता कुरा विचार थाहा पाउँछ हो ल गाइज है त गाइज गाइज हामी चाहिँ यति बेला थानकोटबाट ओह्रालो लगाइसकेका छौँ। यहाँहरू देख्न सक्नुहुन्छ यति बेला चाहिँ हाम्रो शौचालय विश्राम यहाँहरू देख्न सक्नुहुन्छ। गाडीहरू यसरी आइरहेछ पुरै जाम छ। अब हाम्रो चाहिँ त्यहाँ यसो चिया त नभनौँ विवासले त्यहाँ पानी सानी किन्न लैछ चिप्स। अब चाहिँ हामी बिस्तारै यहाँबाट अगाडि बढ्छौँ है त। स्टे ट्युन गाइज बवाल मजा हुनेवाला छ। ल बवालै मजा हुनेवाला छ। यो भ्लग चाहिँ एकदमै रमाइलो हुनेवाला छ। काका कतिको एक्साइटेड हुनुहुन्छ? हामी एकदम एक्साइटेड छौँ। माइक यहाँ भएर यसो गरे कि माइक हामीसँग नि छ यहाँ अफ भयो के कनेक्ट भएन। ल ठिक छ अब हामी घुम्न जाँदैछौँ। त्यही हो ल त्यही हो कुरोकानी त्यही हो बवाल रमाइलो हुनेवाला छ। भ्लग भिडियो लामो भयो भने म पार्ट 1 पार्ट 2 गर्दै पनि हाल्छु। तर स्टे ट्युन गाइस। र मेरो आजको आउटफिट रहेको छ यस्तो पुरै हाफ कट्टु लगाएर यस्तो छ ल है त। बजाउनु पर्छ के हो यो शब्द के भन्दै हैन ल भित्र गेडा हुँदो रहेछ त्यही हो पुरै चबाउने भन्दा होइन मजा आयो। काभ्रेली सम्धि काका कस्तो छ? छेउको एउटा पत्र मात्रै रहेछ मुखै बिग्रिने खालको रहेछ है हो मलाई हो खै के हो हट्टुनी होइन केही पनि यो के हो पाउ रे हट मुखै बिग्रिने खालको रहेछ गाइस। ल गाइस हामी चाहिँ यति बेला यो कहाँ आइपुग्यो कहाँ त यो हामी अब नौबिसी जिल्लातिरै छौँ के अरे नौबिसीतिरै गल्सी सल्सी आयो हामी पिसा फेर्नलाई चाहिँ चट्ट लाएर चाहिँ यहाँ एकदिन एकचोटि चाहिँ पिसाब फेरौँ भल्टार कि भाल्टार कि भन्ने रहेछ। काका किन निराश यार यस्तो यार? काकाले अब बुढी छोडेर आएको हामी चाहिँ अहिले कहाँ जान लाग्यो? पोखरा जान लाग्यो हामी पूर्ण रूपमा। के खाइछ तैँले? ढाडिनी गरी खाइछ होइन? चिप्स खाएँ अर्थ के खानु ढाडिनी गरी खायो अहिले चिप्स र रेडबुल। ल हुन्छ पुस्तिस्यो न। आहा कति राम्रो कहाँबाट पाइस्यो टालो? टालो गाडीमै छ त मलाई थाहा नै थिएन ल। यो वाइपर नचला यो सिसा कोरिने वाइपर रहेछ। यसले तालो नभेटेर झोलाल पुछ हिजो हो नि उयो पुस्दै कहाँ रहेछ भाबी हो ती छ त गाडी कहिले ल अब चाहिँ हामी यहाँ यसो ब्रेकफास्ट भन्दा नि अब यसो स्न्याक लिएर अगाडि बढ्छौँ है त। यस्तो छ अहिलेको यहाँको माहौल। धेरै घाम पनि लागिरहेको छैन धेरै ऊ पनि छैन एकदम टेम्परेचर चाहिँ एकदम मिड खालको छ वेदर हैन।
यहाँ देख्न सक्नुहुन्छ ल बवाल छ गाइस वाउ यो फिलिङ्स त छ नि मलाई म यस्तो एक्साइटेड छु कि होइन यस्तो मजा आइरहेछ कि बाटो नि अहिलेसम्म चाहिँ जस राम्रै छ ठाउँ ठाउँमा अफरोड छ लेट्स सी कहाँसम्म के छ राम्रो छ हेरौँ होइन के हो दाइ जुत्ता त ब्रान्डेड छ त यहाँ निका हो कि क्या हो अहिले दान पनि यस्तो दिन थाले दाना जुत्ता यो दानाको जुत्ता हो दानाको जुत्ता दाइ चाहिँ तपाईँहरूको इन्फर्मेसनको लागि पुरेश बा पनि हो के अनि यसो मरुमा पहिला गोली स्टार दिन्थे होइन अहिले चाहिँ अब गुरुबालाई यसो नाइकी काकाको चाहिँ बवाल लाग्यो जुत्तामा मेरो चाहिँ न्यू ब्यालेन्स तेरो त एसपी डङ्क तेरो के हो तेरो के हो ल यसको के हो 1200-1500 को ल के खाने भने रेडबुल सेडबुल के किन्ने हो ए ल रेडबुल खाउँ ल है त गाइस हो अब चाहिँ हाम्रो कुरो चाहिँ के भयो भने त्यहाँनिर चाहिँ विश्राम गरिएन भनौँ अब केही पनि छैन रे अनि के विश्राम गर्नु है त्यहाँनिर अब रेडबुल सेडबुल केही पनि छैन रे त्यहाँ विश्राम गरिएन अब हामी अलिकति अगाडि गएर यसो हल्का चख्ना भने के हो खाजा यसो हान्नु पर्यो कुन भाषामा चाहिँ चख्नालाई खाजा होला चख्ना भने अब सबै थोक के भनेको स्न्याक्स आइटम आइहाल्यो खाजामा स्न्याक्सहरू भन्न खोजेको गल्छी आयो अब होइन त्रिशुली आउँछ अब ल आउँछ त्रिशुलीकै गिराइदिए त हो नि हामी कुन्ता चाहिँ हामी कुन बेला पुग्छ भन्ने कुरो हो केटा हो भरे बेला के चाहिँ कट्यौँ हामी 9:30 कटिसक्यो 9:30 कट्यौँ अब त्यसमा त कुन्ता त आइगयो नि 3:30 मा होइन यसो गरौँ एक खुवा किनौँ अब एक किलो खुवा त वहाँ असली बाजेको पेडा पसलतिर गएर किन्ने हो नि त वहाँ बर्मजिया भएको नि यहाँ गएर असली बाजेको किन्ने हो नि अब कुवा नै भन्छ भने केटा भेथान चोकतिर नि मिठै पाइन्छ यहाँ पनि मिठै पाइन्छ होइन के भयो अब अलिक चिसो ठाउँमा होइन त्यो रेकर्ड भएर चिसो ठाउँमा किन्ने हो के चिसो ठाउँमा मठा हुन्छ कि 200 यार मेरो बाइकै हो मेरै हो ल खुवा मिठो पाइन्थ्यो अरे सेतै थियो कहाँनिर रोक्ने भने चोक बजार चाहिँ खास यो दाइ अगाडि देखाउनु त हामी कहाँ आइपुग्यौँ भनेर हामी गल्छी रसवा जाने उहाँबाट है नमस्ते गल्छी बजार हो काका यो गल्छी बजार गल्छी बैरेनी बजार अलिक अगाडि यसो इसारा दिएर न विवश मलाई कहाँनिर हो यहीँ हो वारेन डेरी एन्ड लस्सी अनि यति बेलासम्मको त सेटिङ नै सबै बिग्रिरहेको रहेछ कस्तो नमजा भयो यार आइएम सो सरी फर द्याट है अब चाहिँ बवाल हुनेवाला छ ल त्यही ठाउँ अघि र अहिले ल तर त्यस्तो नराम्रो त होइन कि मतलब झन् एक्सपोजरहरू यताउति बिग्रिरहेको रहेछ सो कस्तो दामी गुलाबको फुल भयो गाइजहरू चाहिँ भित्र हुनुहुन्छ उहाँहरू चाहिँ आनन्दले यसरी बस्नुहुन्छ उहाँहरूलाई चाहिँ अलिक बमन होला जस्तो भयो अरे सँग प्लास्टिक लिउँ त एउटा निलो थैलो भयो निलो थैलो यहाँ कानमा अड्काएर हुन्छ गायो निलो थैलो कानमा अड्काउने अब निलै थैलो चाहिएला जस्तो छ अब गाइजहरू मेरो चाहिँ अस्ति 2 दिन भलिबल खेलेको यो तिग्रा दुखेर लास्टै भएको छ बाटो चाहिँ A1 भएको छ ल गाइजी प्लेन हिँड्ने जस्तो भएको छ म चाहिँ अलि यसरी गाडी चलेर आएको छु आरामले जाउँ होइन हतार हामीलाई केही छैन त्रिशुली यहाँहरू देख्न सक्नुहुन्छ तर यसरी यो गर्नु चाहिँ एकदम गलत हो तर मैले हजुरहरूलाई बाटो देखाउँ भनेर मात्रै हो है गाइस ल अब हामी कति बेर जतिमा पुग्छौँ होला दाइ कति बेर जतिमा पुग्छौँ होला 3 घन्टा हामी अब नर्मल स्पिडमा जाने हो भने हामी चाहिँ 3 घन्टामा पुग्छौँ होला तर हामी बस्दै बस्दै आनन्दले जान्छौँ बस्दै बस्दै त्यही हो स्टे ट्युन किप वाचिङ साँच्चै हजुरहरूलाई गिफ्ट सिफ्ट केही चाहिएको छ भने दाइ अब तपाईँ एडभर्टाइज गर्नु न विवशले गरिसक्यो गिफ्ट आइटमहरू बिहेका लागि वरमालादेखि बिहेको गाडी डेकोरेसन गर्नु परेमा आर्चिज गिफ्ट सब सम्झिनु होला भक्तपुर कमल विनायक कमल पोखरी फोन नम्बर आर्चिज गिफ्ट सब फोन नम्बर चाहिँ हामी डिस्क्रिप्सनमा छोडिदिन्छौँ हजुरहरूलाई गिफ्ट डेलिभरी पनि हुन्छ बिहेका सामानहरू बुके लगायतका सम्पूर्ण सामानहरू हाम्रो आर्चिज गिफ्ट सपमा पाइन्छ भक्तपुर कमल विनायक कमल पोखरी ओके छ त
This video is co-sponsored by के गिफ्ट शप रे दाइ? आर्चिज गिफ्ट शप। ओके छ त। ल ए दाइ काँक्रो खाऊ। ताउलाई नै पुगेन के हो त काका? मात्र त्यो माइक अन गर्नु न। ल यो हो नि त। स्वादको छ। खोइ एउटा मलाई पुगेन र अब हामी चाहिँ यति बेला काँक्रो स्टपमा यहाँ रोकिसक्यो। ठिक्क हाल्नु है, मलाई धेरै पिरो नहालिदिनु। ठिक्क हाल्नु, ठिक्क हालिदिनु, सर र दलिदिनु मात्रै। अब काँक्रो खान्छौँ हामी। त्यस पछाडि यहाँबाट फेरि हाम्रो यात्रा कन्टिन्यू हुन्छ। यति बेला हामी यो कुन ठाउँमा छौँ काका? पुरिन्टारभन्दा अलिक अगाडि ठ्याक्कै। यो ठाउँलाई के भन्छन् दाइ ठ्याक्कै? ठ्याक्कै चिसो पानी धारा। चिसो पानी धारा ल्याउनु नि दाइ। अलिक कम पिरो चाहिँ ल्याउनु न मलाई। कम पिरो पनि लियो खाए मात्र होइन ठिकै छ। ओहो यति पिरो, यति पिरो पनि कडै रहेछ क्या फेरि। यहाँ चाहिँ मकै, भुइँकटरहरू, नरिवल, मकै 18,180 1080 भयो। त्यो जुसको कति दुईटाको? त्यो पुलित्रको त्यहाँ मकै पोल्दै हुनुहुन्छ। यो चाहिँ पुरा लाइनै यस्तो छ। यो चाहिँ लगभग सबै ठाउँको एउटा विश्राम स्थल जस्तो, विश्राम पोइन्ट जस्तो रहेछ। पिरो लास्टै पिरो गाइस। पिरो छैन दाइ? पिरो छ। कस्तो पिरो के खोर्सानी होला यो? अकबारे? अकबारे त होइन। होइन अकबारे हो? होइन छैन। उहाँले हो भने चाहिँ अकबारेको स्वादै होइन यो। अनि कुरा गर्नुहुन्छ म त नखाने पाएँ त। अब हामी यहाँ एकछिन विश्राम गर्छौँ। हाम्रो दादाले मकै पनि खाने होइन नि, छोडाएर खानु छैन, जान्नु छैन, तारेर खान्छ। मकै डारेर खाने मान्छे। तातो र पिरो। हामी केही बेर विश्राम पछाडि हाम्रो यात्रा पुनः सुरु गर्छौँ। सङ्गमलाई आज बोर मानु। किन बोर मानु? दोहोऱ्याउँछु म। उतै जान धारो। हुँदैन। म यतापट्टि सिफ्ट भएँ। म चाहिँ पेट मकै खाएपछि पेट भाइ अलिकति ल्याउनु। पानी खान त अलिकति दिनु न दाइ मकै। तातो रहेछ यार। यतातिर मकै फलिसकेको छ, उम्रिसकेको छ काका? पाक बेसी हो नि त। मिनिमम टेम्परेचरदेखि नेपालको क्लाइमेटको लागि होइन, मिनिमम टेम्परेचर मकै नि मिठो रहेछ त। टेम्परेचरसम्म मजाले फल्छ कि। रसिलो के है? कुलियो पनि ल छोड्नै सकेन कि खाँदाखेरि अम्लो पोल्दा। हाम्रो विज्ञले भन्यो अब होला नि त दाइ होइन? के अरे मकै भनेको होइन, माथि ओट पनि पोल्ने खालको पिरो रहेछ क्या। त्यो ओठमा लाएर खाएर हो क्या। मकै खाउँ, मकै मिठो रहेछ यार। गाइस हामी चाहिँ अब यस्तै यहाँबाट यस्तै गरेर कति माया यार, धन्यवाद। त्यसै खाएर बिस्तारै रमाइलो गर्दै हाम्रो यात्रा कन्टिन्यू गर्छ। तर जसले जे भयो मलाई मकै चाहिँ यसरी नै खानुपर्छ। तँ आउँछ क्या भुत्ला अनि मलाई मनै पर्दैन। हुन चाहिँ हुँदैन भन्छन् होइन, हो तर मिठो चाहिँ यसरी लाग्छ मलाई। फाइबर हुन्छ त्यसमा। मलाई चाहिँ काँक्रोको खोर्सानीको पिरो। त मजा आइरहेको होला।
पिरो हाल्नु लाग्यो एउटा चाहिँ मैले पिरोवाला पिस नै छानेर ल्याएको के पिरो कि पिरो त्योभन्दा पनि पिरो मेलो पिरो स्वासै कहाँ कहाँ यो चटपटे कौशल टारतिर अघिमा हामी गएको है कौशल टारतिर होइन ल नुन खोर्सानी सकेको अर्को के आयो यहाँले त यता यता देखाउँ त भुइँकटर गाइस स्वास कति थरी खाने ल म पनि ट्राई गर्छु है त यो कम्बिनेसन ठिक रहेछ नि काका है नुन खोर्सानी ट्याक्क भुइँकटर नि स्वादको रहेछ क्या हेर्ने एउटा पिस हाल्दैन हेरोस् मारेको छ त A1 guys A1 छोडाउँदै खाँदै भातहरू चाहिँ छोडाउँ भने भात नै छैन भातसँग बिचार गरे अब यहाँबाट चाहिँ त्रिशुली खोला देखिन्छ गाइस म त्रिशुली खोला देखाउँछु यो ट्रक जाओस् नि हामी चाहिँ पारी क्रस गर्नुपर्ने हुन्छ यहाँ चाहिँ त्रिशुली छ क्या त्यो यहाँ क्रसै गर्न सकिन्न क्या यसो छ गाइस त्रिशुली खोला अहिले पुरै बाढी आए जस्तो छ धमिलो आइरहेछ ठुलो नि कत्रो कत्रो यो खोला त यस्तो ठाउँमा बसेर कर्याप्प मकै खानु मजा आयो गाइजहरू पारी उता कुनामा फेरि यो बाटो पनि हल्का बिजी नै छ कि कन्टिन्यू गाडीहरूको फ्लो भइरहन्छ जे होस् अहिलेसम्म चाहिँ यात्रा एकदम मजा भइरहेछ अब हेरौँ लेट्स सी के कस्तो हुन्छ तर मजै हुन्छ गाइजहरूसँग हिँडे पछाडि गाउँदै गाउँदै नाच्दै नाच्दै यस्तो गाडीमा गीत बजाउँदाखेरि भिडियो बनाउन नमिल्ने कि किनभने कपिराइट लाग्छ नि त त्यो भएको भएर अलिक समस्या भयो हो नत्र त A1 बबाल अब एक ठाउँमा बसेर चिया चट्ट खान पाए त मजा आउँथ्यो गाइस स्वाद पऱ्यो तँलाई नदेखा न बिजोग नदेखा न यार यस्तो पिरो मिठो पिरो भइसक्यो फेरि हुन चाहिँ होइन हो यही हो तातो तातो ल अब चाहिँ हामी यहाँबाट यति खाएर अगाडि बढ्छौँ ल गाइस हामी चाहिँ यो बाह्रसिङ्गे एकचोटि यस्तो सरर जाम भनेर हिँडेको यहाँ देख्न सक्नुहुन्छ है त भ्यू एकदम गार्डन छ के बवाल छ बवाल यहाँहरू हेर्न सक्नुहुन्छ बाहिर यस्तो खतरा छ यो एरिया रिसोर्ट एरिया हो के रिसोर्ट एरिया अरे ल मलाई त खासै थाहा छैन बवाल भ्यू छ गाइस बाह्रसिङ्गेको आफ्नै पनि रिसोर्ट बन्दैछ के यहाँबाट 800 मिटर भित्र रहेछ एकचोटि भिजिट गरेर आउनु पर्यो भनेर हामी हिँडेको है त गाइस ल यहाँहरू देख्न सक्नुहुन्छ बाटो फिलिली एकदम बवाल छ ल स्पिड ब्रेकर आयो यस्तो छ गाइजहरू हामी यता छौँ पछाडि ओके छ त ल दामी छ ल ठाउँ गाइज एकपल्ट चाहिँ यसो घुम्न आउनु होला
सबैजना यसो टाइम मिलाएर विदेशबाट आउनेहरू पक्कै आउनु होला ल होइन हो किन होइन के गरेको नि वाह गाइजहरू बाटो देख्न सक्नुहुन्छ यहाँहरू त्यो उसमा क्या बवाल भएको छ है बाटो चाहिँ A1 भएको छ गाइज बाटो चाहिँ बवालै भएको छ यहाँहरू देख्न सक्नुहुन्छ बाइकै लिएर आउनुहुन्छ भने पनि यु क्यान है बवाल छ गाइज बाटो बाहिर देखाउन सक्नु उताबाट देखाउन बाहिर देखाउनु बाटो A1 गाइज हुन्छ नि म वर्डमा एक्सप्लेन गर्न सक्दिनँ बाटो त्यस्तो बवाल भएको छ है अहिले चाहिँ ल यहाँहरू देख्न सक्नुहुन्छ अगाडि मेरो चाहिँ क्यामेराम्यान चाहिँ सङ्गम छ सङ्गमले खिचिरहेको छ बवाल भएको छ गाइज बाटो मुगलिनबाट अगाडि खोइ के अब बाटो ओह्रालो यु क्यान सी गाइज ए दामी पर्फेक्ट वेदर पनि ठिकै छ हरियाली यस्तो मजा छ गाइज यो बेला त यार कन्टेनर क्याफेमा आइसकेका छौँ अब यहाँ हामी बारासिङ्गीबाट यहाँ आयौँ होइन यहाँ एकछिन बस्यौँ डुल्यौँ घुम्यौँ यहाँहरू देख्न सक्नुहुन्छ क्याफे यता नजारा हेर्न सक्नुहुन्छ तपाईँ नजारा त A1 गाइज A1 यस्तो दामी छ यस्तो बाटो हेर्नु न गाइज बाटो हेर्नु न ल यस्तो दामी छ अब हामी यहाँ बसेर चक्क चिया कफी खाएर काका के छ त फेरि सिका माइक जति हेरे उल्टो लगाइदिने के कहाँ उल्टो लाग्छ बाबु त्यसरी होइन के काका मेरो काका हो लाग्यो तैँले कोल्टा देखाओस् के बाबु हेर्नु त कपाल चाहिँ खुले मात्रै हो कि काकाको कपाल त्यसै खोलेछ कपाल उसै खोलेछ ल मैले भन्छ नै भनेर चेपेरै लगाएको के यहाँ बसौँ ट्याक्क कफी खाउँ मारौँ दुई शब्द बोल्छ अनि चार कुरा हुन्छ दुई शब्द बोल्दा ल गाइस हल्का सादा सादा परिसकेको छ होइन मेरो यहाँ पनि पिङ रहेछ भाइ हामीले पिङको कुरा गरेँ होइन हामीले यसरी यहाँ ट्याक्क बसेर च्याट्ट लाएर अब के खान्छौँ अब हामी कफी खान्छौँ धारी छिरेर भाइ के खाने तपाईँ भाइ के खानुहुन्छ कन्टेनरमा के पाउँछ के खाने भन्नु न कफी चिया टोस्टहरू केही बन्छ भन्दैन टोस्ट के छ हाम्रोमा स्पेसल के छ स्न्याक्स के छ बोल न सङ्गम बोल के खाने बोल ल बोल चिया खाने कफी खाने सबैजना के खाने आफ्नो गर्ने हो कि म त कफी नै खान्छु ए एकैचोटि ल अमेरिकानो सिङ्गल सर्ट अमेरिकानो मुस्ताङै अमेरिकानो भने बिन्स चाहिँ मुस्ताङबाट आएको बिन्स हो के हो त त्यसमा 30 ml हाम्रो सर्ट जान्छ अनि 30 ml चाहिँ अनि खुकुरी ए खुकुरी लाते फ्लेभर लाते भने कुन फ्लेभर त्यसमा अब हजुरहरुको अनुसारले के फ्लेभर भने आफूले भन्नु होला हनी चकलेट क्यापुचिनो के खाने दाइ मोका क्यारामेल मोका रहेछ क्याफे मोका रहेछ हट चकलेट रहेछ हट लेमन विथ हनी हट रम पन्च आइस अमेरिकानो क्यापुचिनो लाते आइसवाला खाम न तातोवाला नखाम त के खान्छस् त अनि अलि डिफ्रेन्ट भन्दैौ न आज म डिफ्रेन्ट ट्राई गर्छु कस्तो डिफ्रेन्ट भने चाहिँ कस्तो डिफ्रेन्ट त अहिलेसम्म नखाएको फ्लेभर लाते खान त त्यसो भने हुन्छ ल कुन हेजलनट खान्छस् मिठो हुन्छ ल एउटा हेजलनट फ्लेभर लाते काकालाई पनि त्यही दुईवटा हेजलनट फ्लेभर लाते अनि त्यस पछाडि एउटा डबल सर्ट अमेरिकानो होइन यसो गर्नु काका तपाईँ अफोगातो खानु तँलाई एउटा अफोगातो गरिदिनु एउटा हेजलनट लाते गरिदिनु दाइलाई मलाई चाहिँ डबल सर्ट अमेरिकानो ल अनि तपाईँ के खाने दाइ
क्यापुचिनो ल एउटा क्यापुचिनो गरिदिनु हट है अनि खानेकुरामा अनि यता 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 छ दाइ टोस्ट हुन्छ मोमो खाजा सेट दाइ पोर्क चिकन भेज चाउमिन स्पाइसी चिकन फ्रेन्च फ्राई चिल्ली पोर्क फ्रुट सलाद बोइल भेज के खाने पोर्क तावा हेर्नु त मेन्यु ड्रिङ्क्स चाहिँ त्यति गरिदिनु अनि फुड हामी सल्लाह गर्छौँ लाटे एउटा अफोकाडो एउटा डबल सर्ट जाने एउटा क्यापुचिनो है हट अमेरिकन है ओके ल टक्क हामी अब यसरी कफी खान्छौँ त्यस पछाडि हाम्रो यात्रा गाइस त्यहाँ चाहिँ अलिकति अब यो लाइटर साइटर त हामीलाई यहाँ पनि होचै छ नि लाइटर राख्यो होइन यहाँ ठिक छ नि त एटलिस्ट यहाँ टक्क बसेर सट्ट ल बसेर आज बजेट भाषण पनि हो क्या अरे अहिले चाहिँ ठ्याक्क कति बज्यो भने 6:44 भयो पाउनु सात भयो हामी चाहिँ अब लगभग यहाँबाट पोखरा 60 किलोमिटर जति बाँकी छ होइन 60 किलोमिटर कमै होला च्याट्ट जान्छौँ हामी अलिअलि थकाइ लागिरहेछ यस्तै छ गाइस अब 1.5 घन्टा अब त्यस्तै 1.5 घन्टा 1 घन्टा पुग्छ हिजो ल भने अब 60 को स्पिड भन्दा त माथि नै गइन्छ नि 8 बज्ने हो कि यो उता राखिदिनु बिहानबाट हिँड्ने बेला चाहिँ 6 बज्छ बिहान हामी हिँड्नै ढिला गरेँ कि बिहान कति बजीतिर हिँड्यो 10 बजे हिँड्यो नि 10:05 भइथ्यो नि तपाईँलाई उठाउँदाखेरि 10 बजे हिँड्यो अब कमल विनायकबाट हिँड्दाखेरि 10:05 हो 10:05 ए हो ए दाइ यार कल हिस्ट्री हेरौ न अहिले बोल्ने ल पनि बोल्ने होइन भने दाइ साँच्चै हो के हेर्नु त एकचोटि मैले फोन गरेँ अन्तिम न्यूनतम 40,000 कर्मचारी नबोल्दा तिम्रो हजुर न्यूनतम 40,000 के त कर्मचारीको तलब मलाई उठाउँदाखेरि न्यूनतम नै 40,000 ल सकिएन त अनि 9:45 बोल्ने हावा ल अनि सकिएन त अनि कस्तो राम्रो दादा डेन्टल मुनि भने 9:45 मा हो 10:05 नभन न अनि हिँड्दा ओर्दा त 10 10 हामी कोटेश्वर के रे यता ए होइन बालकुमारी आइपुग्यौँ बालकुमारी किन होइन मलाई सुन न उसमा कहाँ बोल्नै पर्दैन एकचोटि मिटेक बोलिसकिस् भाइ तैँले होइन के एकचोटि चान्स आउँदैन बाबु वान मिस गेम फिनिस भइसक्यो तेरो तैँले दायाँमा भन्नै पर्दैन ए होइन होला हेर त हामी थानकोट पुग्दा ल ल हो ल ठ्याक्कै 9:45 मा 19 सेकेन्ड हाम्रो कुरा भएको हो अनि एकछिन त बस्यो नि त त्यहाँ त्यो कहाँ बस्यौ बसेन खै हावा मलाई कुरा न एकछिन भने 2 कहाँ मिनेट कहाँ आएपछि हेर्दाखेरि चाहिँ 10:05 भने त हामी कोटेश्वर कटेजी हो के बाबु हो र बालकुमारीको पुल कटेजी बल्खु आउनु लाग्यो चाहिँ मैले 10 साँच्चै हजुरहरूले चाहिँ भिडियोमा विवश खोजिरहनु भएको होला विवश चाहिँ सुतिरहेको छ त्यसलाई चाहिँ टाउको दुख्यो भन्दै थियो अनि त्यसलाई चाहिँ त्यहाँ हामीले सुताइदिएर आएको गाडीमै छ त्यो चाहिँ कफी नखाने र कसले सोधि थियो कि अहिले हो होइन विवाहलाई छैन मतलब साथीहरूले सम्झिनु होला भनेर सम्झिनु होला भनेर कहाँ गएछ भन्ने हुन्छ नि त ठिक 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 यतिको साथी चाहिँ चाहियो ल काका के छ त अनि घुमाइ कस्तो हुँदैछ यसो दिनु न यार तपाईँ यहाँ फेरि त्यसै कपाल फुटेर तपाईँको कपाल त त्यसै अब यो बच्चैमा खुल्यो त्यसै बुढो हुनु तपाईँको जन्मिँदै फुली थियो होला होइन जन्मिँदै होइन बच्चा उमेर कसै मान्छेको चाहिँ चाँडो कपाल फुल्छ। बच्चा चाहिँ कति वर्षसम्मलाई बच्चा भन्दैन काका बच्चा भन्नु 10 वर्षदेखि कपाल फुल्यो एउटा दुइटा के गर्नु त कपाल फुल्यो होइन भने कपाल चाहिँ बच्चामा फुल्यो भने कति वर्षमा फुल्यो 10 वर्षमा फुल्यो 10 वर्ष 10 वर्षलाई बच्चा भन्दाहरूले भन्दैन नि त ल नेपालको कानुनले नाबालक नै भन्छ 18 वर्षभन्दा मुनिको चाहिँ त्यो चाहिँ नाबालक नै भन्छ है दाइ अनि मैले के भने स्वर त्यही भयो त मैले भन्दैन भने 3 पनि सुरु नभएको त बच्चै त हो नि मैले बच्चा चाहिँ भन्दैन भनेछु त बच्चा चाहिँ कसलाई भन्छन् भनेर भन्दै छु ए त्यो प्रश्न चाहिँ गर्नुभयो तपाईँले ए कुरा ठिक हो ठिक हो अब मलाई त म पनि बच्चा जस्तो लाग्छ मैले गाडी अनि मै बच्चा हो कि भनेर कपाल फुले होइन आमाको वेट त नि हो नि हो अनि कानुनमा हुनु पर्यो नि त अनि चाहिँ कपाल फुल्न पनि कानुन चाहियो होइन त्यस्तै हाम्रो कफी चाहिँ आउँदैछ गाइस कपाल फुल्नलाई पनि कानुन पढ्नु पर्ने भयो अब गलत व्याख्या नगरौँ गलत व्याख्या नगरौँ न व्याख्या नगरौँ अँ कपाल र कानुन भनेर फरक फरक पाटा हुन् कपाल फुल्नु र कानुन फरक पाटा हो यति हो अब यहाँमाथि मैले व्याख्या गर्न पर्ला पर्ला र नपर्ला हाम्रो कन्टेनरको क्याफे चाहिँ यस्तो रहेको छ है गाइस राम्रो छ यहाँबाट देखिने भ्यू यस्तो छ है ए वान यस्तो बवाल गाइस
ल अब पार्ट 1 पार्ट 2 पार्ट 3 चाहिन्छ भने चाहिँ कमेन्ट डाउन है त कमेन्ट गर्नु होला तल भोलिको लागि यस वी निड डु सब्सक्राइब हामी चाहिँ 1000 फलो 1000 सब्सक्राइबरको धेरै नै नजिकै छौँ अब 50 वटा जनाले गर्नुभयो भने 1K सब्सक्राइबर त्यस पछाडि चाहिँ के गिभअवे गर्नु पर्ला भन्ने सोचिरहेको छु मैले ठिक छ लेट्स सी ल अब हामी हाम्रो कफी इन्जोय गर्छौँ है त गाइस भन्नु न ल यहाँ चाहिँ यस्तो छ यो चाहिँ मेरो अमेरिकानो डबल सट यो चाहिँ काकाको अफगातो यो चाहिँ दाइको क्यापचिनो उहाँलाई चाहिँ एकदमै हतार भएर पहिले चिनी हालेर हुन्छ नि यो चाहिँ बिगारिसक्नु होला चाहिँ वेटिङमा छ कसरी खाने भनेर सोध्दैछ सोध्दैछु जान्ने बुझालाई सोध्नु पर्यो नि मैले यो अमेरिकानो चाहिँ टेस्ट गराउनु कता दिन आएर हो लास्टै कडा रहेछ यार डबल सट पर्यो क्या डबल साटै भने उसले अब मिठो हुन्छ ओ काका खानु न ल हाम्रो काकाले अफगातो खाएको हेरौँ है यतिको मान्छे चाहियो त सल्लाह कहाँ खानु त वाउ बियौती खाएर फेरि खानु भयो नि के अरे बियौती दोस्रो तेस्रो दिनको बियौती हुन्छ नि खाना बार प्याइछ बेउती खायो जस्तो अलिअलि झोल अलिअलि दुखी चौटा ल हेर्दा नि त्यस्तै देखिने रहेछ के हो काका कस्तो मिठो छ मिठो हुन्छ क्या के अमिलो छ क्या जिरो पड्काउनु भयो मिठो भएर ए ल अब हामी हाम्रो कफी इन्जोय गर्छौँ गाइस अहिले चाहिँ रात परिसकेको छ यति बेला चाहिँ हामी अब यहाँ कन्टेनर क्याफेबाट अगाडि बढ्दैछौँ है त गाइस अब हामी सिधै म तपाईँहरूलाई पोखरा पुगे पछाडि देखाउँछु सी यु देयर गाइस फाइनल्ली हामी चाहिँ आइसकेका छौँ ए हाम्रो रुम चाहिँ यस्तो रहेको छ हामी चाहिँ आज यहाँ सुत्छौँ होइन यहाँ चाहिँ यो पछाडि यस्तो देखिन्छ होइन पछाडि रुम चाहिँ यस्तो छ होइन यस्तो रहेको छ यहाँहरू देख्न सक्नुहुन्छ यो चाहिँ लेक साइडको भ्यू हो होइन बाबालाई छ गाइस ल यस्तो रहेको छ पोखरा यहीँ रहेको छ यो रोटेपिङ यहाँ छ जुन त्यो घुम्छ नि रोटेपिङ ऊ त्यहाँ रहेको छ त्यो झिलिमिली त्यहाँभन्दा अगाडि यहाँहरू देख्न सक्नुहुन्छ लेक साइडको झिरिमिरी आँखा मेरो तिरिमिरी ल गाइस फाइनल्ली आइसकेका छौँ हामी चाहिँ पोखरा ओके सो दिस इज पार्ट 1 इफ यु गाइज वान्ट पार्ट 2 देन लेट मी नो इन द कमेन्ट सेक्सन ओके ल यति भन्दै म चाहिँ आजको भ्लग चाहिँ यहीँ इन गर्न गइरहेको छु होप यु गाइज लाइक दिस ह्याभ अ ग्रेट डे दाइ दादा ओके छ ल म चाहिँ लङ दिन गइने दादा ल यति भन्दै आजको भिडियो चाहिँ म यहीँ अन्त्य गर्न गइरहेको छु सी इन द नेक्स्ट भिडियो